चितवनमा बाढीले बगाएको शवबाट सुनका गहना चोरी गर्ने 2 जना पक्राउ। तिब्बतबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा चोरी गर्ने 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो भदौ 10 गते बाढीले बगाएर नारायणी नदी किनारमा ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाइरल भिडियोका आधारमा अनुसन्धान बढाएको प्रहरीले उक्त कार्यमा संलग्न 2 जनालाई आज भरतपुर महानगरपालिका वडा नम्बर 1 पोखरा बस पार्क नजिकैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका 1 घर भई हाल भरतपुर 1 लीला चोक बस्ने 25 वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका 5 घर भई हाल भरतपुर 2 सुपारी टोल बस्ने 38 वर्षीय उमेश चौधरी रहेका छन्। प्रहरीले 2 जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको छ। पक्राउ परेकाहरू विरुद्ध चोरी मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।